स्ट्रिम फुटिङको फर्मुला चाहिँ CNC प्लस गामा DF and Q plus 0.5 gamma B and gamma अनि स्क्वायर फुटिङको चाहिँ 1.2 CNC plus gamma DF and Q plus 0.4 gamma B and gamma QNU भनेको QU minus gamma DF QS भने QNU by FOS हो र QNS भनेको gamma DF हो. If a water table on bearing. Case 1. When water is above the base भयो यो DF भयो त्यसभन्दा माथि चाहिँ वाटर टेबल हुन्छ अरे. यसमा चाहिँ वाटर लाग्दैन, त्यही भएर यसलाई गामा राख्ने. यसको डिस्टेन्स चाहिँ ZW1 राख्ने. यो अब यो सबै सोइलहरू भिजिसकेको हुन्छ, त्यही भएर यसलाई गामा सेट राख्ने. यो भन्दा मुनिको सबै गामा सेटै हुन्छ. अब यसको फर्मुलाहरू QU भनेको CNC प्लस गामा 1 DF and Q RW1 plus 0.5 B gamma 2 and gamma RW2. अब इनरको भ्यालु चाहिँ माथि क्वेसनमै दिएको हुन्छ. अब हामीले चाहिँ RW1 निकाल्नु पर्ने हुन्छ, जसको फर्मुला 0.5 1 plus ZW1 by gamma DF हुन्छ. अब ZW1 भनेको यो पनि क्वेसनमै दिएको हुन्छ, यो पनि क्वेसनमै दिएको हुन्छ. अब यो गर्यो भने RW1 आउँछ. यो RW1 चाहिँ यहाँ हाल्ने. RW2 भनेको 0.5 हो. गामा 1 भनेको गामा एभरेज. गामा 1 भनेको यहाँदेखि यहाँसम्मको निकाल्नु पर्ने हुन्छ, जसमा गामा सेट पनि छ, गामा नभए ड्राई जसमा वाटर लाए हुँदैन, त्यो पनि एभरेज गरेर निकाल्नु पर्ने हुन्छ. त्यसको फर्मुला चाहिँ यहाँदेखि यहाँसम्मको मल्टिप्लाई गर्ने अनि यति भयो, यति पार्ट भयो. अब यति पार्ट एड गर्ने गामा सेट अनि यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको DF हो. यसमा यति घटाइदियो भने यतिको भ्यालु आउँछ, यहाँदेखि यहाँसम्मको भ्यालु आउँछ. त्यही भएर ZW1 त्यसमा गर्ने डिभाइड बाई यही DF गर्ने. गामा 2 भने चाहिँ गामा सेट. यो भने चाहिँ यहाँदेखि तल सबै स्याचुरेटेड हुन्छ, त्यो भनेको गामा 2 भनेको गामा स्याचुरेटेड भयो. अर्को केस ground water table is at ground level होइन. यदि वाटर टेबल यही ग्राउन्ड लेभलमै छ भने सबै भिजेको हुन्छ, त्यो भनेको गामा 1 पनि गामा स्याचुरेटेड हुन्छ अनि यहाँभन्दा तललाई गामा 2 भन्छ, त्यो पनि भिजेकै हुन्छ भनेको गामा सेट बेस भइहाल्यो. डेप्थ अफ फुटिङ पनि भइहाल्यो. अब यसमा चाहिँ ZW1
0 हुन्छ। W1 भनेको 0.5 हुन्छ। W2 पनि 0.5 हुन्छ। गामा 1 गामा सेट हुन्छ। गामा 2 पनि गामा सेट हुन्छ। यो किन हुन्छ भन्दाखेरि पानी तल भिज्दै तलसम्म जान्छ, जसले गर्दा गामा 1 र गामा 2 को भ्यालु चाहिँ गामा सेचुरेटेड हुन्छ। ZW1 चाहिँ 0 हुन्छ, RW1 0.5, RW2 0.5, गामा 1 भने गामा सेट हो, गामा 2 भने गामा सेट हो। S3 ground water table is on depth below ground level. Ground water table is something depth below ground level भने यो भन्दा यही डिस्टेन्स तल वाटर टेबल भयो भने यति भनेको गामा यहाँदेखि यहाँसम्म भनेको गामा सेचुरेटेड पानीले गर्दा, अनि यो गामा 2 हुन्छ। यो भनेको यो पनि सेचुरेटेड हुन्छ पानीले गर्दा। अनि यहाँसम्म भनेको यसलाई गामा 1 भन्छ। अब यसको अघि जस्तै एभरेज निकाल्नुपर्छ। अब यहाँ सोइल पनि छ, ड्राई सोइल पनि छ, त्यही भएर ग्राउन्ड लेभल भयो। जस्तो गामा सेट हुन्छ, यसको बेस हुन्छ, बेस अफ फुटिङ भयो। ZW1 भनेको मिटर हुन्छ, जति मिटर हुन्छ क्वेसन जति मिटर तल भनेको छ त्यति नै हुन्छ Z1 को भ्यालु। RW1 भने 0.5 plus ZW/DF हुन्छ। यो ZW1 नै हुन्छ, अनि यो पनि क्वेसनमै RW2 0.5 यसको एभरेज निकाल्नु पर्यो। यो गामा 1 निकाल्नलाई हुन्छ, अघि जस्तै हुन्छ, अघि यहाँ हामीले गरे जस्तै हुन्छ। गामा इन्टु अब यति यो र मल्टिप्लाई गर्ने प्लस यति हो, यो यति यहाँदेखि यहाँसम्म भने गामा सेट इन्टु माइनस Z1 भनेको यति चाहिँ डिएफ भयो। अनि यसमा यति घटाएर यति छ, यसमा यति डिस्टेन्समा यहाँदेखि यहाँसम्मको डिस्टेन्समा यो र यो घटाइदियो भने यति आउँछ। यसमा डिएफ वाटर टेबल इज एट बेस अफ फुटिङ भनेको छ भने वाटर टेबल चाहिँ बेस अफ फुटिङमा छ। अब यो भन्दा तल चाहिँ गामा सेटै हुन्छ भनेको गामा 2 भने ZW1 भने गामा डिएफ भनेको यसको डिस्टेन्स, यो डिस्टेन्स र यो डिस्टेन्स इक्वलै हुन्छ। ZW1 भनेको वाटर टेबल भन्दा माथि नै हुन्छ जहिले। RW1 भने 1 हुन्छ, RW2 भने 0.5 हुन्छ। गामा 1 अब के हुन्छ भन्दाखेरि यहाँदेखि यहाँसम्म वाटर टेबल छैन, त्यही भएर गामा ड्राई नै हुन्छ।
गामा 1 जस्तो गामै हुन्छ। गामा 2 भनेको अब यसमा चाहिँ गामा 2 भनेको यहाँदेखि यहाँसम्म हो, बेस अफ फुटिङदेखि तल हो। यो भनेको वाटर टेबल यहीँ छ। When water table is below the base or footing, footing भन्दा नि तल चाहिँ वाटर टेबल छ अरे। यो भनेको गामा 2 हुन्छ, यो गामा 1 भयो। यसको नि एभरेज निकाल्नु पर्यो। यहाँदेखि यहाँसम्म ड्राई हुन्छ, यहाँदेखि यहाँसम्म गामा सेट हुन्छ। अब RW1 भने 1 हुन्छ, RW2 भने 0.5, यसमा 1 प्लस गामा W2 ZW2 बाई B। ZW2 भनेको ZW2 भन्छ। गामा 1 भने गामा भइहाल्यो भनेको वाटर टेबल वाटर यहाँ छुँदैन। यसको एभरेज निकाल्नु पर्यो। गामा इन्टु ZW2 प्लस गामा सेट इन्टु B माइनस यहाँदेखि डिस्टेन्सलाई B, यो डिस्टेन्स र यो डिस्टेन्स इक्वल, त्यही भएर यहाँ B माइनस ZW2 गऱ्यो बाई B गऱ्यो।